यहाँनिर चाहिँ सबमिसन भन्ने कुरा, अधीनता भन्ने कुरा, आज्ञाकारिता भन्ने कुरा चाहिँ हराएर गयो। अनि त्यहाँनिर चाहिँ नि धेरै मान्छेहरू चाहिँ नि पोलिटिक्स गर्न थाले, मण्डली भित्रियो। अनि धेरै मान्छेहरूले चाहिँ नि परमेश्वरलाई चाहिँ तेस्रो चौथो स्थानमा राख्न थाल्यो, आफ्नो हबीलाई, नेम फेमलाई अगाडि राख्न थाल्यो। त्यो भएको कारणले गर्दाखेरि त्यो पहिलो शताब्दीको मण्डली चाहिँ नि 5th अथवा 6th त्यो सेन्चुरीमा आइपुग्दाखेरि चाहिँ नि पूर्ण रूपमा अन्धकारको युगमा प्रवेश गर्यो। तर शक्तिशाली कुरा चाहिँ नि आज परमेश्वरले चाहिँ नि फेरि त्यो रिभाइभललाई चाहिँ नि त्यो डार्क एजबाट नि, त्यो अन्धकारको युगबाट चाहिँ नि आज परमेश्वरले चाहिँ साँच्चै एउटा त्यो रिभाइभललाई चाहिँ फेरि पनि अहिलेको मण्डलीहरूमा चाहिँ नि परमेश्वरले चाहिँ फेरि त्यो जागृतिलाई चाहिँ नि, त्यो आगोलाई चाहिँ, त्यो मिराकल्सलाई चाहिँ नि, परमेश्वरले त्यो युनिटीलाई, स्पिरिचुअल ब्रेक थ्रुलाई चाहिँ नि आज फेरि पनि त्यो शक्ति चाहिँ अहिले यस ठाउँमा अब मण्डलीमा परमेश्वरले प्रकट गर्न लाग्नु भएको छ। जुन ग्लोरी चाहिँ डिपार्ट भएको, त्यो इक्काबतको कुराहरू त्यहाँनिर भएको थियो त्यो डार्क एजको समयमा, तर अहिले त्यो समयमा अब यो समय आउँदै गर्दाखेरि त्यो हराएको महिमालाई चाहिँ नि फेरि पनि परमेश्वरले चाहिँ नि फेरि मण्डलीमा चाहिँ रिअलाइन गरिदियो। मण्डली चाहिँ फेथफुल हुन्छ। जो मण्डली चाहिँ फेथफुल हुन्छ उसको जीवनमा, उसको घरनामा चाहिँ नि आज परमेश्वरले त्यो हराएको त्यो ग्लोरीलाई आज परमेश्वरले ल्याउँदै हुनुहुन्छ। त्यो मिराकल्सको कुराहरू ल्याउँदै हुन्छ, सुपर नेचुरल ब्रेक थ्रुलाई आज परमेश्वरले ल्याउँदै हुनुहुन्छ, रिभाइभललाई ल्याउँदै हुनुहुन्छ, जागृतिलाई ल्याउँदै हुनुहुन्छ, नयाँ महिमालाई ल्याउँदै हुनुहुन्छ, नयाँ महिमालाई ल्याउँदै हुनुहुन्छ। आमेन। नयाँ महिमालाई ल्याउँदै हुनुहुन्छ, नयाँ आयामलाई, नयाँ आयामको ढोकालाई परमेश्वरले खोल्दै हुनुहुन्छ। वचनको सठिक उहाँको त्यो प्रकाशमा परमेश्वरले चाहिँ आज मण्डलीलाई चाहिँ अनलाइन गर्दै हुनुहुन्छ। उहाँले चाहिँ यो कुरालाई चाहिँ नि एक्टिभेट गर्दै हुनुहुन्छ। तर कसरी चाहिँ यो कुराहरू चाहिँ मण्डलीमा आज एक्टिभेसन हुन्छ त? है, गत समयमा मैले धेरै नै प्रचार गरेको विषय छ, तपाईँ सबैजनालाई थाहा छ। तर कसरी परमेश्वरले त्यो कामहरू सुरुवात गर्नुहुन्छ भन्दाखेरि चाहिँ नि परमेश्वरले चाहिँ 5वटा दलहरूलाई मण्डलीमा खडा गर्नुहुन्छ। मण्डलीमा खडा गर्नुहुन्छ, पञ्चदल, 5वटा दलहरू खडा गर्नुहुन्छ। प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू, शिक्षकहरू, आज यो अभिषेक, यो ग्रेसद्वारा चाहिँ नि आज परमेश्वरले फेरि मण्डलीमा परमेश्वरको जीवित वचनलाई फेरि पनि रिअलाइन गर्दै हुनुहुन्छ। परमेश्वरले शक्तिशाली त्यो ब्रेक थ्रुलाई आज मण्डलीमा ल्याउँदै हुनुहुन्छ। किन चाहिँ ल्याउँदै हुनुहुन्छ भन्दा चाहिँ नि परमेश्वरले चाहिँ त्यहाँनिर एफिसी 4को 12 र 13 हामी त्यहाँनिर हेर्न सक्छौँ। त्यहाँनिर यस्तो लेखिएको छ, किन ल्याउन चाहनुहुन्छ त परमेश्वरले? किन पञ्चदलीय सेवकाईलाई परमेश्वरले मण्डलीमा चाहिँ एक्टिभेसन गर्नुभएको छ, गर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ नि कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस बनी ख्रिस्टको पूर्णताको नापसम्म पुग्दैनौँ। यहाँनिर चाहिँ नि 5वटा कुराहरू छ। यहाँनिर चाहिँ इक्विप गर्ने कुरा, सुसज्जित कुरा, अनि विश्वासको कुरा, यहाँनिर है विश्वासको कुरा छ, अनि एकताको कुरा छ, ज्ञानको कुरा छ, पुत्रको ज्ञानको कुरा छ, अनि परिपक्व भन्ने कुराहरू यहाँनिर चाहिँ 5वटा कुराहरू चाहिँ नि यहाँनिर शक्तिशाली रूपमा यहाँनिर दिएको छ है। अनि यो चाहिँ कसरी पुरा हुन्छ? यो 5वटा कुरा कसरी मण्डली चाहिँ सुसज्जित हुन्छ, कसरी मण्डली चाहिँ विश्वासमा चाहिँ है परमेश्वरको विश्वासमा चाहिँ ऊ चाहिँ वृद्धि हुन्छ, अनि मण्डलीमा चाहिँ साँचो एकता, आत्मिक एकता आउँछ, अनि कसरी चाहिँ मण्डलीमा चाहिँ परमेश्वरको पुत्रको ज्ञानको है मण्डलीले प्राप्त गर्छ, अनि कसरी चाहिँ मण्डली चाहिँ मच्युरिटीमा, परिपक्वताभित्र प्रवेश गर्छ भन्दा चाहिँ नि अघि पनि भने, जब मण्डलीमा चाहिँ परमेश्वरले चाहिँ 5वटा दललाई जब परमेश्वरले एक्टिभेसन गर्नुहुन्छ, एफिसी 4को 11 सबैजनालाई थाहा छ। अनि उहाँको वरदानहरू चाहिँ यिनै थिए, कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही पास्टरहरू, अनि कोही शिक्षकहरू बनुन् भनेर चाहिँ नि उहाँले चाहिँ वरदानहरू दिनुभएको छ। यहाँनिर हामीले बुझ्नुपर्ने कुरा चाहिँ नि यहाँनिर चाहिँ यो कुराहरूलाई चाहिँ हामीले सिम्पल तरिकाले एउटा वरदान, सिम्पल अभावहरू इक्वल्स येशू ख्रिस्ट।
आज मण्डलीले नि त्यो प्रकाशलाई आज बोक्नै पर्नेछ। अनि येशू ख्रीष्टको अन्तिम उद्देश्य चाहिँ नि यो गर्नुको किन परमेश्वरले चाहिँ यो अर्डरमा किन यो स्ट्रक्चरमा राख्नुभयो भन्दाखेरि चाहिँ नि परमेश्वरले चाहिँ उहाँको स्वभाव पूर्ण रूपमा उहाँको हरेक योजना चाहिँ पूर्ण रूपमा चाहिँ नि आज मण्डलीमा बगेको चाहनुहुन्छ। अनि मण्डली चाहिँ नि आज आगो बोक्ने मण्डली, रिभाइभललाई जन्माउने बोक्ने मण्डली। आज परमेश्वरले चाहिँ नि आज चाहिँ नि त्यो परिपक्वतामा हुर्किएको मण्डलीमा चाहिँ नि आज परमेश्वर चाहिँ त्यो हुर्किएको मण्डली चाहनुहुन्छ। अनि आज 5वटा दलहरूबाट चाहिँ नि आज परमेश्वरले चाहिँ नि त्यो सही कुराहरू चाहिँ नि यो 5वटा अघि माथि हेऱ्यौँ हामीले, सुसज्जित हुने कुरा, विश्वासको कुरा, एकताको कुरा, ज्ञानको परिपक्वताको कुरा चाहिँ नि परमेश्वरले चाहिँ बगाउन चाहनुहुन्छ। इम्पार्ट गर्न चाहनुहुन्छ। उहाँले चाहिँ इम्पार्टेसन गर्न चाहनुहुन्छ आज मण्डलीलाई चाहिँ। आज मण्डली चाहिँ नि हुर्किएको चाहनुहुन्छ। गहिरो वचनको सत्यतामा जिउने मण्डली चाहिँ नि आज परमेश्वर चाहिँ चाहनुहुन्छ। आज मण्डली चाहिँ नि कमजोर भएर चाहिँ नि कमजोरपनाले थिचिएर नि सानो कुरा आउनु पाएको छैन, गनगन गर्ने सानो कुरा भएको छैन, यो त्यो भन्ने आज त्यो गनगन बोकेर होइन नि, तर परमेश्वरलाई नि परमेश्वरको महिमा बोक्ने आज मण्डली नि आज साँच्चै आज परमेश्वरले त्यो रिभाइभललाई आज मण्डलीले ल्याउन चाहनुहुन्छ, मण्डलीमा ल्याउन चाहनुहुन्छ है। किन ल्याउन चाहनुहुन्छ भन्दाखेरि चाहिँ नि परमेश्वरले चाहिँ आज हुर्किएको मण्डलीबाट उहाँले चाहिँ त्यो हुर्किएको मण्डलीलाई उहाँले मन पराउनुहुन्छ है। हुर्किएको मण्डलीलाई उहाँले मन पराउनुहुन्छ। हुर्किएको मण्डलीलाई उहाँले अगाडि बढ्दैछौँ भन्दा चाहिँ नि हामी चाहिँ वरदानबाट चाहिँ नि अब आयामतिर हामी प्रवेश गर्दैछौँ है। शक्तिशाली कुराहरू छ, किन जरुरी छ भन्ने कुराहरू है। बिचबिचमा पनि तपाईँले लगाइदिँदै गर्नुहोस् भाइले। प्रेरितीय आयाम भनेको चाहिँ अब म अलिकति आजको विषयभित्र मैले प्रवेश गरेँ है। प्रेरितीय आयाम भनेको चाहिँ नि परमेश्वरले जसरी अनुग्रह दिनुभयो है, एफिसी 4को 7, 8, 11, 12, 13मा परमेश्वरले येशू ख्रीष्टले दिनुभयो प्रेरितीय। उहाँले चाहिँ त्यो अनुग्रह जब उहाँ चाहिँ स्वर्गमा जाँदै गर्दाखेरि उहाँले चाहिँ दिनुभएको त्यो अनुग्रह दिनुभयो। अनि त्यो प्रेरितीय आयाम भनेको चाहिँ नि उहाँको त्यो अनुग्रह, जुन अनुग्रह चाहिँ नि पञ्चदलमाथि उहाँले राख्नु भएको थियो नि, त्यो अनुग्रह चाहिँ नि आज मण्डलीमा हाम्रो सानो भर्खर आज अघि जन्मेको हाम्रो सचिन भाइको नानीसम्म बोक्नु पर्दछ। आज परमेश्वरको योजना चाहिँ त्यो हो। यहाँनिर अगुवा भित्र मात्रै अथवा अलिकति होइन, यहाँनिर सेवकैमा गर्ने व्यक्तिहरूको जीवनमा मात्रै होइन, तर आज चाहिँ नि हरेक मण्डलीमा चाहिँ नि उहाँको त्यो स्वभावहरू चाहिँ नि उहाँको हरेक क्यारेक्टरहरू, त्यो चरित्रहरू चाहिँ नि उहाँको गुणहरू चाहिँ नि आज येशू ख्रीष्टले चाहिँ नि भर्खर जन्मेको नानीहरूसम्म हामीले चाहिँ बगाउन चाहनुहुन्छ। सबै वृद्ध अवस्थाको आमा बुवादेखि लिएर सबै क्षेत्रको है आज परमेश्वरले चाहिँ नि आज त्यो कुराहरू चाहिँ आज बगाउन चाहनुहुन्छ मण्डलीमा, इन्टायर चर्चमा। किनभने येशू ख्रीष्टले उहाँको पुत्रलाई चाहिँ नि उहाँले चाहिँ बलिदान दिइकन इस्टाब्लिस गर्नुभएको, तपाईँ र मलाई किन्नुभएको, रगतले किन्नुभएको। अनि तपाईँ र म चाहिँ उहाँको मण्डली हौँ, उहाँको सन्तानहरू हौँ। अनि हामी सबैजनाको जीवनमा चाहिँ नि त्यो आयामहरूलाई चाहिँ परमेश्वरले खोल्न चाहनुहुन्छ। किन खोल्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ नि उहाँले चाहिँ नि मण्डली चाहिँ स्थिर भएको चाहनुहुन्छ, स्पिरिचुअली स्थिर भएको चाहनुहुन्छ। अनि मण्डली चाहिँ पवित्र आत्माले भरिएको अनि आत्मिक रूपमा चाहिँ मच्योर व्यक्तिको रूपमा चाहिँ परमेश्वरले चाहिँ चाहनुहुन्छ। अनि वचनको ज्ञानमा चाहिँ नि सुसज्जित भएको कुराहरू चाहिँ परमेश्वरले चाहनुहुन्छ है। अनि यो कुरा चाहिँ नि ग्रेसको कुराहरू छ। अघि पनि मैले भने एफिसी 4को 7 र 8लाई म पढ्न चाहन्छु यहाँनिर है। तर ख्रीष्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिएको छ। अनुग्रहको कुरा मैले यहाँनिर म हाइलाइट गर्न खोज्दैछु। यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढिजानु हुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदान दिनुभयो। उहाँले चाहिँ नि हरेकलाई अनुग्रह दिनुभएको छ। त्यो अनुग्रह चाहिँ कसरी बगेर आउँछ हाम्रो जीवनमा, हामी मण्डलीमा भन्दाखेरि चाहिँ नि, अनि तपाईँले यहाँनिर 11, 12 अनि 13 पदलाई तपाईँले त्यहाँनिर पढ्नु पर्ने हुन्छ त्यहाँनिर है। यो चाहिँ नि येशू ख्रीष्ट स्वर्गमा जाँदै गर्दाखेरि दिनुभएको ल हो। यो
व्यवस्था हो यो। अनि यो चाहिँ कुनै पनि मेड मान्छेले पृथ्वीमा बनाएको कुराहरू पनि होइन, यो चाहिँ स्वर्गबाट आएको कुराहरू हो है। हामी सबैजना, अनि यो चाहिँ अघि पनि मैले एउटा डिभाइन रिसोर्सेस, डिभाइन स्ट्रक्चर, ईश्वरीय स्ट्रक्चर, ईश्वरीय रिसोर्सेस, जसले चाहिँ स्वर्गसँग जोड्नको लागि मद्दत गर्दछ, जसले तपाईँ र मेरो बिचमा येशू ख्रीष्टले मध्यस्थता गर्नुहुन्छ है। त्यो भएको कारणले गर्दाखेरि आज मण्डली चाहिँ नि आज हुर्किनु पर्छ प्रियहरू। घरिघरि लगाइदिँदै गर्नुहोस् ल त्यो है फोटो। आज हुर्किनु पर्ने हुन्छ प्रियहरू, तपाईँ र म चाहिँ नि हुर्किनु पर्ने हुन्छ, आज चाहिँ हुर्किनु पर्ने हुन्छ। अनि परमेश्वर चाहनुहुन्छ, हुर्किएको मण्डली चाहनुहुन्छ है। 25 वर्ष भयो विश्वास गरेको, 15 वर्ष भयो विश्वास गरेको, 20 वर्ष भयो, 5 वर्ष भयो, 3 वर्ष भयो, अनि एकै ठाउँमा भएको चाहनुहुन्न। अनि परमेश्वरले चाहिँ हरेक समय हाम्रो त्यो गतिहरूलाई चाहिँ परमेश्वरले निर्धारण गर्नुभएको छ। अनि तपाईँ र मेरो मुभमेन्ट चाहिँ नि त्यो डेस्टिनीतर्फ हुनुपर्दछ है, डेस्टिनीतर्फ हुनुपर्दछ। यहाँनिर हामीले हेऱ्यौँ, अघि पनि हेऱ्यौँ, यहाँ एपोस्टोलिक डाइमेन्सनमा यहाँनिर हेर्नुहोस्, एपोस्टोलिक डाइमेन्सन, प्रोफेटिक डाइमेन्सन, पास्टरल डाइमेन्सन, टिचिङ डाइमेन्सन, इभान्जलिस्ट डाइमेन्सन। हामी सबैजनाले प्रेरित, अगमवक्ता, पास्टर, बाइबल शिक्षक, प्रचारक, यहाँनिर हामी सबैजनाले हामी देख्छौँ। स्वर्गबाट चाहिँ जुन क्लिन वाटर दिनुभएको छ, दृश्यित हृदय हुनु जरुरी छ। त्यो रिसिभ गर्नको लागि, त्यो सत्यतालाई थाम्नको लागि, रिसिभ गर्नको लागि त्यो हृदय चाहिँ आज तपाईँ र मेरो हुनु जरुरी छ प्रियहरू। आजको मण्डली, मैले यहाँ मण्डली भन्नाले तपाईँ कन्फ्युज नहुनुहोस्, फेरि यहाँनिर यस्तो रहेछ सबै घटना भन्यो भनेर फेरि त्यस्तो नभन्नुहोस्, ऊ लिडर हो सबै थाहा छ भन्यो, त्यस्तो खालको होइन। तर म त ग्लोबल मण्डलीको कुराहरू गरिराखेको हुन्छ है, ग्लोबल मण्डलीको कुराहरू। आज ग्लोबल मण्डलीमा चाहिँ नि पास्टर, शिक्षक, प्रचारक बारे समस्या हुँदैन, त्यो केही पनि हुँदैन, समस्या हुँदैन, ठिक छ, सब मिलेको छ। तर प्रेरित, अगमवक्ता भन्नु साथै कता के हो। आज मण्डली हेर्नुहोस् है, त्यही पञ्चदल, 5वटा दलभित्रको तीनटा प्रचारक, शिक्षक, पास्टरको कुराहरूमा केही छैन, ठिक छ, सब गइरहेछ। तर त्यही पञ्चदलको होइन प्रेरित, अगमवक्ता भन्नु साथै ओहो झुटा पो हुन्छ। मण्डली फुटाएको अरे त, त्यसले त झगडा गरेर निस्केको अरे, पैसा नमिलेर। म त्यसको बारेमा म एकछिन भन्छु, हेर्नुहोस् है। आजको मण्डलीले चाहिँ नि के गरेछ, एउटा शक्तिशाली कुरामा भनिदिउँ। प्रेरित र अगमवक्तालाई जबसम्म नि उसले स्वीकार गर्न सक्दैन, मण्डलीमा यो अघि 5वटा कुराहरू यहाँनिर अघि हामी हेरिराखेका थियौँ, मच्युरिटीमा, मण्डली मच्युरिटीमा, एकतामा सुसज्जित हुने कुराहरू, विश्वासमा एकता हुने कुराहरू, त्यो कुराहरू चाहिँ मण्डलीमा आउँदैन प्रियहरू है। किन डराएको त्यो है, कति साह्रो डराएको त्यो होइन। म एकछिन त्यो कुराहरू, त्यो ग्रेसलाई मिस गरिरहेछ आजको मण्डलीले। किन आज मण्डली चाहिँ खियाउने खालि होइन, दुखी आत्मा जस्तै भएर बसिराखेको, किन न्याउ परिराखेको यस्तो आत्माको कुराहरू छ। आयो गयो, वर्षौँ भयो, आयो गयो, 15 वर्ष 20 वर्ष भयो, छैन केही चालचुल छैन, किन भयो भन्दाखेरि चाहिँ नि होइन, कसैलाई मैले कन्डेम गर्नु खोजेको होइन है, तर रियालिटी जबसम्म चाहिँ नि अब अरू समस्या नभएको कारणले गर्दा हल्का म प्रेरित र अगमवक्ताहरूको उमालाई चाहिँ म थोरै गर्न चाहन्छु है। प्रेरित र अगमवक्ताहरू आज मण्डलीले त्यो ग्रेस, त्यो अनोइन्टिङलाई चाहिँ गुमाइराखेको छ, किनभने उसले त्यो स्वीकारै गरेको छैन, कति अब प्रचार पनि गरेको छैन, अब होइन त्यो छुट्टै कुराहरू होला। तर जसरी त्यो अभिषेक चाहिँ बग्नु पर्ने थियो नि, त्यो बगिराखेको छैन प्रियहरू, बगिराखेको छैन। किन भन्नुहोस् त,
किन भन्दाखेरि चाहिँ हामी सबैजना चाहिँ एउटा पास्टरल ब्याकग्राउन्डबाट त्यो गोठालो त्यो ब्याकग्राउन्डबाट हामी आएका छौँ नि त, हो कि होइन भन्नुहोस् न। हामी सबैजना फेरि यहाँको देशले पनि यहाँको अस्ट्रेलियाले पनि पास्टर भनेपछि चाहिँ एउटा मुख्य मान्छे भन्दो रहेछ क्या यहाँनिर। उनीहरूले पनि त्यसरी गर्यो क्या, संसारले पनि त्यसरी चिनेको छ। त्यही हो, फेरि सबै अर्को पास्टरको कुरा गरेको छैन है। बाइबलमा एकदम धेरै कम शब्द प्रयोग भएको छ पास्टर। पञ्चदलीय पास्टर, जति पनि आज मण्डलीमा पास्टर बा गुरुबाहरू हुनुहुन्छ नि, पञ्चदलभित्रको एउटा पास्टर बा हुनुहुन्छ है, पास्टर बा हुनुहुन्छ। अनि आज मण्डलीमा चाहिँ नि यो प्रेरित र अगमवक्ता स्वीकार्नु किन गाह्रो भएको भन्ने म एक दुईवटा पोइन्ट भन्छु ल। अघि झुटा कुरा है, किन स्वीकार्नु आज मण्डलीले चाहिँ प्रेरित र अगमवक्ता स्वीकार्नु गाह्रो भयो भन्दाखेरि चाहिँ नि झुटा कुरा, फल्स टिचिङ, गलत सेवकाई शिक्षा। अनि फेरि त्यो बाइबलमा पनि छ, फेरि त्यो लेखिएको छ। किन चाहिँ मान्छे चाहिँ प्रेरित र अगमवक्तासँग डराउँछ भन्दाखेरि चाहिँ नि कति अगमवक्ता र प्रेरितहरू चाहिँ नि फेरि नेम र फेम, पैसाको पछाडि दुगुरिएको, येशू ख्रिस्टलाई चाहिँ 5औं 6औं नम्बरमा राखेर आफू चाहिँ 1 नम्बरमा भइराखेको त्यो होइन चरित्रले देखाइराखेको हुन्छ नि, हेर्नुहोस्। अनि फल्स टिचिङ किनभने चाहिँ नि त्यो बाइबलमा लेखिएको छ। म पढ्छु ल, पहिलो यूहन्ना 4:1 म पढ्छु। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन् है। म अर्को पनि खण्ड पढ्न चाहन्छु, मत्ती 7:15। झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा बहसहरू जस्ता हुन्छन्। आमा अगमवक्ताको कुरा सुन्नु साथी, यो दुईटा फरर सबैलाई आइहाल्छ, यो दुईटा भर्स है। यो फल्स प्रोफेटको कुराहरू जब यहाँनिर सुन्छौँ नि हामी अगमवक्ताको कुराहरू, ओहो झुटा, यो चाहिँ चिन्नुपर्छ है, बुवासो भएर आउँछ, भेडाको उमा लुकेर आउँछ, मण्डली ध्वस्त बनाउँछ, यति साह्रो क्या। यो बाइबलमा लेखिएको कुराहरू हो, बाइबलमा लेखिएको कुराहरू। अनि अर्को कुरा चाहिँ नि झुटा प्रेरितहरूको बारेमा पनि छ। हेर्नुहोस् है, तपाईँले झुटा प्रेरितहरूको बारेमा दोस्रो कोरिन्थी तपाईँले 11 अध्यायमा पढ्नुभयो भने नि त्यहाँनिर चाहिँ झुटा प्रेरितहरूको कुराहरू गरेको छ। अब बाइबलले भन्छ अगमवक्ता झुटा आउँछ, प्रेरितहरू झुटा निस्किने छ भनेर भन्छ। बाइबलले यस भनेपछि यस हो, बाइबलले झुटा भनेपछि झुटा हो। तर अर्को प्रकाश चाहिँ नि यदि त्यहाँनिर झुटा हो भने चाहिँ त्यहाँ साँचो पनि छ भन्ने कुरा चाहिँ आज मण्डलीले त्यो प्रकाशलाई चाहिँ नभेटेको। त्यहाँनिर झुटा छ भने चाहिँ त्यहाँ पनि साँचो पनि हुने रहेछ भन्ने कुरा चाहिँ आज मण्डलीले बुझ्नुपर्छ। आज मण्डलीले नबुझेको चाहिँ त्यो छ, मण्डलीले नबुझेको कुरा चाहिँ त्यो छ। फेक कुरा चाहिँ नि जहिले पनि ओरिजिनलको मात्रै कपी हुन्छ, हो कि होइन भन्नुहोस् त। मैले धेरैचोटि यो एक्जाम्पल मैले दिइराखेको हुन्छु। मैले पैसै देखाएर म तपाईँलाई भनौँ न, तपाईँले कतै अलिक गर्नुहुन्छ नि, मैले $50 चाहिँ धेरै त छैन। हेर्नुहोस् है, यहाँनिर अस्ट्रेलियाको अब बाहिर देश विदेशबाट हेर्दै हुनुहुन्छ $50 छ है। यदि कोही फेक पैसा निकाल्ने हो भने चाहिँ नि $50 कै निकाल्छ कि 100 कै निकाल्छ कि कतिवटा ओरिजिनल नोट छ त्यसकै निकाल्छ कि $51 को निकाल्छ $40 को निकाल्दैन नि। अनि बजारमा चाहिँ नि उदाहरणको लागि बजारमा चाहिँ नि तपाईँले सुन्नुभयो न्युजमा अस्ट्रेलियामा चाहिँ नि $50 को चाहिँ नि फेक पैसा निस्केको छ अरे भन्नुहुन्छ नि, सुन्नुभयो तपाईँले। अनि तपाईँले भएको $50 चाहिँ लगेर बिनमा हाल्नुहुन्छ? म त हाल्दिनँ, म त राख्छु। तपाईँले हाल्नुहुन्छ कि राख्नुहुन्छ? राख्नुहुन्छ नि। त्यस्तै हो है। फल्स प्रोफेटहरू, फल्स प्रेरितहरू, फल्स टिचर्सहरू, फल्स पास्टरहरू, फल्स इभान्जलिस्टहरू भयो भन्दैमा हामीले यो
साँचो बाइबलमा लेखेको कुरालाई इन्कार गर्न सक्दैनौँ, इन्कार गर्न सक्दैनौँ, इन्कार गर्न सक्दैनौँ प्रियहरू है, इन्कार गर्न सक्दैनौँ। हामीले चलाउन छोड्दैनौँ नि, होइन? बजारमा फेक $50 निस्क्यो भन्यो भने हामीले चलाउन छोड्छौँ त? छोड्दैन नि, झन् जतन गरेर राख्छ है। त्यस्तै त्यो सेम प्रिन्सिपल हो तपाईँले बुझाउनको लागि जाँच गर, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनीहरूको जाँच गर। त्यो जाँच गर्ने डिसर्निङ स्पिरिट आज मण्डली सबैजनासँग हुनुपर्छ, होइन भने नि अहिले नि त्यहाँनिर चाहिँ गलतमा परिहाल्छ है। त्यही भएको कारणले गर्दाखेरि हामीले पवित्र आत्माको भरपुरी वचन अध्ययनको कुराहरूलाई हामीले जोड दिइराखेका छौँ, हो किन भन्नुहोस् त? मण्डली चाहिँ नि मिसलिड नहोस् भनेर हो नि त, होइन? मिसलिड नहोस्, जुनसुकै आत्मालाई विश्वास नगर, जाँच वचनसँग जाँच भन्ने कुराहरू। अर्को कुरा चाहिँ नि प्रेरित र अगमवक्ता चाहिँ सकियो भन्ने कुरा कतिजनाले सुन्नु पनि भएको होला। सकियो, नयाँ करार लेखिसक्यो, सकियो। तपाईँले कुनै पनि बाइबलको नयाँ करारमा, पुरानो करार कहीँ पनि तपाईले चाहिँ नि प्रेरित र अगमवक्ता चाहिँ होइन नयाँ करार लेखिसकेपछि सक्यो कहीँ पनि तपाईँले पाउनुहुन्न, कहीँ पनि पाउनुहुन्न। तर मान्छेले चाहिँ नि यो खण्डलाई उसले पक्रिराखेको हुन्छ। हेर्नुहोस् है, पहिलो कोरिन्थी 13:8 र 9, प्रेमको कहिल्यै अन्त्य हुँदैन, अगमबानीहरू बितेर जान्छन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ, हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमबानी अपूर्ण छ, प्रेम रहिरहन्छ। सत्य कुरा, बाइबलले भनेपछि सत्य कुरा हो। तर एन्सर चाहिँ नि खासमा 10मा छ क्या, खास 9सम्म मात्रै मान्छेले पढ्छ कि। तर जब सिद्धता चाहिँ आउनेछ तब अपूर्णता टलिजानेछ। खास एन्सर चाहिँ यो हो क्या। खास मान्छेले चाहिँ त्यो बिचको दुईटा भर्स गरेर गनगन अथवा डिबेट गरिरहेको हुन्छ है। कहीँ पनि तपाईँले पाउनुहुन्न सकियो भनेर चाहिँ। किन भन्दा चाहिँ नि एफिसी 4:13मा चाहिँ नि जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौँ। यहाँनिर चाहिँ नि कन्डिसन छ क्या। यो कन्डिसन चाहिँ आज मण्डलीले बुझ्नुपर्छ। जबसम्म मण्डली चाहिँ नि पूर्णताको नापसम्म पुग्दैन त्यतिन्जेलसम्म चाहिँ नि यो पञ्चदलहरू चाहिँ एक्टिभेसन भइरहेको छ। कि पूर्णता आइसक्यो, मण्डलीमा आइसक्यो, मेच्युरिटी आइसक्यो, एकता आइसक्यो। विश्वासमा सबै मण्डली बढिसक्यो। यदि छैन भने एक्टिभेसन हुन्छ। अनि अर्को कुरा हामीले बुझ्नु पर्ने चाहिँ नि जब दोस्रो येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ नि, जब हामी स्वर्गमा हुन्छ, त्यहाँनिर काम छैन फेरि यो दान वरदानको कुराहरू, त्यहाँनिर भाषा टलिजाने के अरे बितिजाने, त्यहाँनिर अगमबानी सकिनेछ, प्रेम मात्र रहन्छ भनेको चाहिँ नि त्यो कुराहरू। हामी अन्य भाषा त्यसो दान वरदानहरू चाहिँ यो चाहिँ नि हामी पृथ्वीमा पनि भइजेलसम्मको लागि हो। मण्डली जबसम्म पूर्णताको नापसम्म पुग्दैन त्यतिन्जेलसम्मको लागि हो। देयर इज कन्डिसन। यो कन्डिसनलाई हामीले बुझ्नुपर्छ। यदि मण्डली सबै कुराले चाहिँ होइन एफिसी 4:12 र 13 अनुसार चाहिँ सबै मण्डली चाहिँ पूर्ण भइसकेको छ, होइन सबै कुरामा चाहिँ ऊ चाहिँ खडा भइसकेको छ भने चाहिँ नि जरुरी पर्दैन। तर आज मण्डलीमा चाहिँ नि अझै पनि उहाँको त्यो ग्रेस अनोइन्टिङको खाँचो छ है। अनोइन्टिङको खाँचो छ प्रियहरू। त्यो कन्डिसनलाई चाहिँ हामीले बुझ्नुपर्छ प्रियहरू। प्रेरितहरूले चाहिँ नि के गर्छौँ भन्दाखेरि चाहिँ हामी सबैजनालाई थाहा छ। तर मैले आज किन प्रेरित र अगमवक्तामा अलिकति फोकस भयो भन्दाखेरि चाहिँ नि अरूमा समस्या छैन। पास्टर, प्रचारक, बाइबल शिक्षकमा समस्या छैन। समस्या भनेको मण्डलीले आज चाहिँ नि प्रेरित र अगमवक्ताहरूको हो क्या। अनि मैले तपाईँलाई फेरि त्यो नराम्रो भन्नु खोजेको पनि होइन, कन्डेम गर्नु खोजेको पनि, तपाईँहरू नजान्ने भन्नु खोजेको, मैले त्यस्तो कर्सलाई पनि यहाँ बोलिरहेको छैन। तर आज सत्य कुराहरू बोल्नुपर्ने हुन्छ प्रियहरू है। प्रेरितहरूले चाहिँ नि मण्डलीको जग तयार गर्छ,
जगलाई हाल्ने कामहरू गर्छ, जुन जग चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट आफै चाहिँ कुनै ढुङ्गा हुनुहुन्छ? हामीले यो वचन त सबैलाई मुखस्थ छ। प्रेरित र अगमवक्तामाथि चाहिँ नि उहाँले चाहिँ के भन्छ, एउटा प्रेरित र अगमवक्ताले चाहिँ एउटा जगलाई तयार गर्छ नि, त्यो जग चाहिँ को हो भन्दाखेरि चाहिँ नि येशू ख्रीष्ट हुनुहुन्छ। प्रेरितहरूले चाहिँ नि एउटा दर्शनलाई, प्रकाशलाई, रेभुलेसनलाई, भिजन्स भनेको चाहिँ त्यो सपनामा देखेको कुराहरू पनि होइन, त्यो पनि हो, तर त्यो मात्रै होइन। भिजन्सको कुरा गर्दाखेरि, रिस्ट्रक्चरको कुराहरू गर्दाखेरि, रिसोर्सेसहरूसँग जोड्ने कामहरू चाहिँ, स्ट्रक्चरल चेन्जेसहरू, डिभाइन स्ट्रक्चर, मण्डलीलाई अर्डरमा ल्याउने कुराहरू, अर्डरमा गर्ने कुराहरू, डिसिप्लिनमा हुर्काउने कुराहरू। आज परमेश्वरले चाहिँ त्यो मण्डलीलाई चाहिँ निर्माण गर्न चाहनुहुन्छ। हुर्किएको मण्डलीले आज परमेश्वरले चाहिँ निर्माण गर्न चाहनुहुन्छ उहाँको अभिषेक अनि अनुग्रहद्वारा। उहाँले चाहिँ त्यो कुराहरू गर्न चाहनुहुन्छ। अगमवक्ताले परमेश्वरको ताजा भोइसलाई, रेमालाई रिसिभ गरिराखेको हुन्छ, करेक्सन गरिराखेको हुन्छ। त्यो डाइरेक्सनलाई उसले चाहिँ नि, दिशालाई चाहिँ नि दिशा निर्देश गरिराखेको हुन्छ। गलत हुँदैछ भने गलत भइरहेको छ भन्छ। त्यही भएको कारणले गर्दाखेरि कतिजना मान्छेहरूले चाहिँ नि प्रेरित र अगमवक्ताले यो रुट छ, यो मान्छे प्रेमै छैन, प्रेम सेलाएर गएको छ भनेर चाहिँ शरीरको आँखाले हेरिराखेको हुन्छ। तर करेक्सनको कुराहरू जब उसको बोलाउट नै नि, त्यो उसको त्यो जुन ग्रेस परमेश्वरले दिनुभएको छ, येशू ख्रीष्टले दिनुभएको छ, त्यो कुराहरू चाहिँ नि आज तपाईँहरू मैले बुझ्नुपर्ने हुन्छ। रेभुलेसनलाई, सठिक रेभुलेसनलाई उहाँले लिइराखेको हुन्छ। वचनको प्रकाशहरूलाई लिइराखेको हुन्छ। त्यही भएर कति धेरै मान्छे अफेन्ड हुन्छ। प्रेरित अगमवक्ताहरू मण्डली फुटाउने, मण्डलीमा भाड भैलो गर्ने, कतिले गरेको पनि होला, त्यसको जस गर्नु त छैन, तर बनिनु पर्ने कुराहरू चाहिँ बनिनु पर्ने हुन्छ। प्रियहरू, हिजोसम्म के गर्दै थियौँ, सक्यो, आज हामीले त्यो प्रकाश पायौँ, हामी चाहिँ त्यो महिमामा जिउनु पर्ने हुन्छ। हिजोसम्म थाहा थिएन, जे गर्यो, तर आज थाहा भयो। अबको दिनबाट चाहिँ आज तपाईँ र म चाहिँ स्वर्गसँग रिअलाइन हुनुपर्ने छ। प्रियहरू, शक्तिशाली कुराहरू छ। प्रियहरू, शक्तिशाली कुराहरू छ। प्रेरित आयम मैले सकाउन लागे। प्रेरित आयम चाहिँ नि हामीले प्रेरित मुभमेन्ट, प्रेरित अभियान भनेर हामीले धेरै गरिरहेका छौँ। यसले चाहिँ नि, प्रेरित अभियानले चाहिँ नि, प्रेरित मुभमेन्टले चाहिँ नि एउटा सुधारलाई लिएर आउँछ, रिफर्मेसनलाई लिएर आउँछ, अलाइनमेन्टलाई लिएर आउँछ, स्पिरिचुअल ब्रेक थ्रु, स्ट्रक्चरल चेन्जेसलाई, स्ट्रक्चरल करेक्सन्सलाई, न्यू रिभाइभललाई, न्यू रेभुलेसनलाई, न्यू भिजन्सलाई लिएर आउँछ। माफ पाऊँ पछि बच्चाहरू तर्सिए जस्तो छ पछाडि है। प्रेरित आयममा आज मण्डली परमेश्वरले रिअलाइन गर्दै हुनुहुन्छ। प्रियहरू, प्रेरित आयम भनेको चाहिँ नि, फेरि म अन्तिममा दोहोऱ्याएँ, परमेश्वरले जुन येशू ख्रीष्टले नि राखिदिनु भएको त्यो अनुग्रह छ नि, स्वर्गसँग जोड्ने, ठ्याक्कै त्यही कुरा चाहिँ नि हरेक मण्डलीको जीवनमा बग्नु, प्रभाव हुनु, फ्लो हुनु, कनेक्ट हुनु। आज अल्टिमेट येशू ख्रीष्टको उद्देश्य चाहिँ त्यो छ। प्रियहरू, त्यो भएर यो व्यक्तिहरू जरुरी पर्यो, यो अभिषेकहरू जरुरी पर्यो है। यो व्यक्तिहरू, यो अभिषेकहरू, यो अनुग्रहहरू जरुरी परेको छ। परमेश्वरको राज्य खडा हुनको लागि यो कुराहरू जरुरी छ। है। त्यो भएको कारणले गर्दा मैले सके वचन। आज मण्डली, अब यो धेरै प्रचार नहुने वचनभित्र पर्छ। धेरै मण्डलीले किन प्रचार गर्दैन भन्दाखेरि चाहिँ नि, मण्डलीमा चाहिँ डिसअर्डर आउँछ अरे, जेसुकै आओस्, तर जे वचनमा छ त्यो कुरा चाहिँ हामीले सिक्नुपर्छ भन्ने कुराहरू है। आउनुहोस् हामी खडा हौँ, सबैजना खडा हुन्छ। हालेलुया।
आउनुहोस् हामी प्रार्थना गरौँ एकछिन। प्रभु हामी धन्यवाद दिँदछौँ। हालेलुया। यस ठाउँमा तपाईँको शक्तिशाली उपस्थिति यस ठाउँमा छ। तपाईँको आत्माले यस ठाउँमा कार्य गर्दै हुनुहुन्छ। प्रभु हाम्रो हरेक बन्द भएको हृदयको ढोकाहरूलाई, हाम्रो समाजहरूलाई तपाईँ परमेश्वरले खोल्दै हुनुहुन्छ। प्रभु आज मण्डलीमा तपाईँ परमेश्वरले त्यो एउटा आयामलाई खोल्दै हुनुहुन्छ।